नेपालमा भोटे कुकुर भन्ने चिज चाहिँ लगभग सुनसान अवस्थामा रहँदादेखिको टाइगर, उबेलादेखिको टाइगर है, आज पनि टाइगर, उबेलादेखिको त्यो टाइगर आजको पनि त्यही टाइगर त्यो अवस्थामा है, आज पनि उस्तै छ। शारीरिक स्वरूप आकार प्रकारमा मात्र नभइकन उसको उमेर त अझै पनि बढेको पनि छ, तर अलिकति थोरै चिजमा पनि केही कुरा कमी कमजोरी भएको छैन। तपाईहरुले देखिराख्नु भएको छ है, मैले भनि मात्र राखेको छैन। तपाईहरुले पनि मैले भनेको कुराहरुलाई पनि मध्यनजर गरेर यसो मेरो कुरालाई मैले कतिको न्यायोचित तरिकाले बोले, मेरो मनसाय कतिको निस्वार्थ रूपमा मैले बोले, त्यो चाहिँ तपाईहरुले पनि निस्वार्थ रूपमा न्यायोचित तरिकाले बुझ्दिने चेष्टा गरिदिनु होला है। नेपाल उत्कृष्ट चाहिँ टाइगरलाई नेपालको पहिलो डक्सो, ग्रान्ड डक्सो हुनुभन्दा अगाडिदेखि मैले व्यावहारिक रूपमा उद्घोष गर्दै आइरहेको थिएँ। त्यो पछि डक्सोमा गइसकेपछि पनि नेपाल उत्कृष्ट औपचारिक र व्यावहारिक रूपमा घोषणा पनि भयो। व्यावहारिक रूपमा त हामी आफैले भनिराखेको थियौँ, हाम्रो व्यावहारिक बुझाइलाई, हाम्रो दाबीलाई नेपाल उत्कृष्ट भनेर अब औपचारिक रूपमा नेपालको ग्रान्ड डक्सो मा घोषित पनि भयो। झन् त्यो चिजले हामीलाई राम्रो बनायो, ताकि राम तामाङ भन्ने मान्छेले यो टाइगरको बारेमा व्याख्या गरेको चिजहरू चाहिँ व्याख्या गरेको चिजहरू चाहिँ एकछिन रोक्नु त एकछिन। अनि त्यो चिजले पनि हाम्रो दाबीलाई सत्य साबित गरायो। चुप अझै पनि नेपाल उत्कृष्ट हो टाइगर है। नेपाल उत्कृष्ट चाहिँ किन भनेको हो भन्दाखेरि टाइगर त्यो बेलाको टाइगर अहिले पनि टाइगर, स्वरूप आकार प्रकार बनावटको कुरा मात्र नगरिकन उसको आनी बानीको टाइगर चुरे ऊ चाहिँ बोल्दैन मात्र, लगभग मान्छे जस्तै छ, त्यस्तो बुझ्ने छ। अहिले पनि तपाईहरुले देखिराख्नु भएको छ। अब चुरेले झम्टिन आयो भने उसले पनि ज्यान छाडेर जुदिहाल्छ, तर ऊ कति ज्ञानी छ, चुरे चाहिँ हरामी छ। फेरि ऊ चाहिँ अब उसले भेट्न पायो भने, यो चेनबाट निक्लिन पायो भने ऊ चाहिँ उसले सक्ला नसक्ला आफ्नो ठाउँमा छ। उनीहरू दुईजना लडाइँ गरे भने को मर्छ को बाँच्छ थाहा छैन। दुवैजना एकदमै अजङ्गको छ, दुवैजना खतरा छ। अनि दुवैजनाको फेरि एकदमै सिप पनि खतरा छ। दुईजनाले अब कसले अगाडि समात्छ, जसले अगाडि समात्छ त्यसले मारिदिन्छ यो दुईजना है, त्यस्तो छ। लगभग सिंगल हेर्ने हो भने तपाईले टाइगर ठुलो अनि टाइगर राम्रो देख्नुहुन्छ। अनि टाइगरलाई मात्र सिंगल हेर्नुभयो भने, फेरि चुरेलाई सिंगल हेर्नुभयो भने चुरे राम्रो, चुरे ठुलो देखिन्छ। किनभने लगभग